हेलो सबैजनालाई नमस्ते। धेरै पछि स्वागत छ हाम्रो भिडियोमा। हामी यस्ता झोले झाम्टे भएर कता हिँडिरहेछौँ भनेपछि आज अब हेर्दै जानु बिस्तारै थाहा पाउनुहुनेछ। हामीले कति धेरै पछि भिडियो बनायौँ गाइज भन्दै आऊ त। धेरै महिनापछि स्वागत छ हाम्रो भिडियोमा। हामी चाहिँ आज जाँदैछौँ यतै बाटैबाट हिस्टरी हिँडिरहेछन् टोलीहरू यस्तरी हाफ कट्टु लगाएर। तर मैले पनि हाफ नै लाछु है। हिस्टरी आज जे हुनेवाला छ गाइस, भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैले माया गरिदिनु होला। के जाओस् न हाम्रो भिडियो हेरिदिनु होला र आज हामीहरूको भ्लगमा के आउने छन् आउनेछन्। बर्खा लागिसक्यो साथीहरू, यस्तो भइसक्यो जङ्गलतिर। यस्तो भइसक्यो मान्छेहरू यस्तरी हिँड्ने भइसके। साथीहरू यस्तो छ बाटोको अवस्था। ओहो चप्पल गड्यो। अब निस्किन्न त जा। बाटोको अवस्था यस्तो छ गाइस। भिडियो बनाउँदा आफै गुल्डेर थियो एकदम। हाम्रो पनि आज त्यस्तो विशेष त केही छैन साथीहरू, तर अनि भिडियोलाई हेरेर साथ दिनु होला। हामीसँगै रमाइलो गर्नु होला। आज पक्का पनि रमाइलो हुनेछ। काम गर्दै रमाइलो गर्दै छ। बर्खा लगाइसक्यो, घाँस लगाउनु भएको रहेछ। यस्तो सर्पको डर लाग्छ। मान्छेले अझै काम गरिसक्यो होला। हामी अहिले हिँड्दैछौँ। हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुग्यौँ। हिलो पानी गर्दै गर्दै टोलीहरूले के गरिरहेछन् है त। हजुरहरूलाई एकैचोटि देखाउँछु। यस्ता छन् टोलीहरू। भर्खर लागेर छन्। हामीले त बिउ उकाइसक्यो होला नि सोचेको। जानुहोस्, स्टार्ट गर्नुहोस्। लु यस्तरी मान्छेहरू अब लौ काम सब सकिन्छ है। ल जाऊ जाऊ जाऊ। हो भोलि समीरको बर्थडे 17। यहाँ बिउ पनि उकाइसक्यो, हेर्नुहोस्। फाइनली गाइज बिउ पनि अब उकाइसक्यो। गाइजहरू सक्यो। फाइनली गाइस रोपाइसक्यो यिनीहरू। हाम्रो त साउन्ड सक्ने हो। रोपाइसक्यो, बिउ निकालेर सक्यो बल्ल। यार अझै पनि बिउ बाँकी छ भन्दै भाउ गरे। ओइ चन्द्रमुखी। फाइनली साथी हो, हामीहरूले बिउ निकालेर पनि भइसक्यौँ। अब काम छ रोप्नु। बाहिर यस्तो पानी परिरहेछ। कसो छ हालत। पानी परेर बिजोग बनाइसक्यो। अब कसरी रोप्ने। हामीले यहाँ चाहिँ यसरी बिउ सबै निकालिसक्यौँ। यो हामी निकालेको बिउ अहिलेसम्म यति हो। मान्छेहरू रोपिरहन्। हामीले रोप्ने हो है। ढुङ्गा फालेको छ नि, त्यहाँभन्दा रोप्ने। यहाँ चाहिँ हामीले बिउ पनि उखाल्यौँ। अब
खानसाना खानुपर्ने हुन्छ, त्यसपछि जानुपर्ने हुन्छ रोप्न। तर रोपेको भिडियो बनाउनु दिन्छ कि दिन्न पानी परेर हेर्दै जाऊँ। हे गाइस, हामी चाहिँ अहिले जाँदैछौँ अब रोप्न। यस्तो छाता ओडी पानी परेको छ कसरी भनेपछि अनि त्यसपछि हामी चाहिँ अब जान लाग्छौँ रोप्न। एउटै बिउ लगाउनु पर्यो। ल यो मोबाइल साथीहरू यसरी हामी बिउ बोकेर मोबाइल पोलिथिनमा बोकेर जाँदैछौँ रोप्नतिर। अब यहाँ बाटो नहेरौँ भने लड्डेला र ढाड फुस्केला भन्ने डर छ। बाटो पनि हेर्नै पर्यो एकछिन बिउ बोकेर। फास्ट 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 यस्तरी गइसकिन्। गाई जस्तो छ। ए बाबी मलाई त भाइ बिउको पानीले भिजाइदियो भाइ पहिले। गाई चाहिँ रेडी भइसक्यो। बारी चाहिँ यता रेडी हुँदैछ। तिम्रो के भन्यो? बिउ लिएर आऊ नानीहरू, बिउ लिएर आऊ जाऊ। के लिएर आयो तिमीले फेरि? ल प्रमोसन। ए पुताली माया लाम्न है। डान्सर प्रो डान्सर। पानी परेर बिजोग बनाएको छ गाइस। त्यस्तै हामी छाता ओडी रोपाइ गर्न आउँछौँ। को आउँछ छाता ओडी रोपाइ गर्न? हामी आउँछौँ। हामी उता मान्छे काम गरिरहेको नि दुईजना। आज त एकदम बिजी रमाइलो हुनेवाला छ गाइस। हजुरहरूले पनि हेरेर साथ दिनु होला अन्तिमसम्म। बिजी छाता ओडी यसरी भ्लग बनाइरहेको छौँ। यस्तो गर्दा त अलिकति सहयोग गरिदिनु होला हेरेर। लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गरिदिनु। मेरो खुट्टामा कसले खाइदियो के भयो? साले गर्छ। रोपिरहन्, म चाहिँ यता बसिरहेको छु। रोपा राम्रोसँग रोप्नुहोस् है। हेलो यस्तै रोपिरहन् गाईहरू। यहाँ मैले नि यता यति रोपेँ। अब एकछिन म यता मोबाइल देखाउन आएको त ट्र्याक्टर जोतिरहेको छ। यता हाम्रो के भन्छन् बौसे। रोपाइ सब रोपिसके। यसरी मान्छे उल्टो र सुल्टो हान्न लाग्यो। आर्मी बन्ने लक्षण देखियो है। ल अहिले हिलो खेल्न स्टार्ट भयो त यहाँ। हिलो खेलेर हैरान छ यहाँ अहिले नै।
दुईजनीको ल साथीहरू हामीले चाहिँ यता रोपिसक्यौँ मान्छेहरू रोपिराख्नु भएको छ यहाँ यसरी उतामा यस्तो छ यहाँ उहाँहरूको हालत ल यहाँ अर्की हाम्री महाराज यता हेर्नुहोस् न नाचिदिनुहोस् एकचोटि डान्स गरिदिनुहोस् यस्तो छ यहाँहरू दौसेहरू आफ्नै धुनमा होइसिन्छ यहाँ रोप्ने मान्छेहरू पनि आफ्नै धुनमा यहाँ मेरो रोप्ने यहाँ छ तिनीहरू रोपेर उहाँ गइसक्यो तिनीहरू यो मेरो यहाँ आयो ठिकै छ कोही बात नै मुर्गीका दाँत नै अब गाइज रोप्न लागौँ होला सबले मलाई छोडिसके वाटर लिन ए देखिएन है ल है ल गाइस अझ राम्रै हेरिदिनु होला उहाँको ल म रोप्न जाँदैछु रोप्न त मलाई आउँदैन खासै तर पनि म भन्दा नि सोलो हुनुहुन्छ सोलो भन्ने मलाई यस हामीले चाहिँ आफ्नो भाग सकिन्न लागेका छौँ उहाँ भएकै स्टार्टिङमा हुनुहुन्छ स्टार्टिङ मलाई हेप्ने दिसान्ने यस हाम्रा महानुभावहरू थाकेर काम गरेर थाकेर यसरी यस्तो अवस्था पर अर्का दुईटा महानुभावहरू पाङ्गो खेल्ने मान्छे त्यो खेलेर हैरान छ यहाँ यस्तो छ साथीहरू यिनीहरूको हालत चुरी फेरि हेर हिलो खेलेर यहाँ यस्तो हालत बनाएर बसे बाँदर हुन् कि मान्छे हुन् नि त्यस्तो हालत बनाए म त बाबा नाइ भने चाहिँ एकैचोटिमा कोही त्यस्तै बनाइदिने हो कि थाहा छैन अब आँखा मुख मात्र पल्ट्यो पुरै भिज्यो अलरेडी भिजेको
साथीहरू म चाहिँ अहिले बिउ लिन जाँदैछु बिउ अलिक कम भयो रे तिनीहरूले त हिलो खेलेर हालत कस्तो बनाइसके भन्ने कुरो देखाइसके हजुरहरूले देख्न सक्नुहुन्छ देखाइ नै सके म चाहिँ बिउ लिन जाँदैछु म चाहिँ हिलो खेल्न खासै मन पर्दैन नि तिनीहरूले त्यहाँ गएपछि मलाई बाँकी राख्दैनन् त्यही भएर म बिउ लगेर दिइदिन्छु तिनीहरूलाई म अब त्यहाँ जान्न आफ्नो सुरक्षा त आफै गर्नु पर्यो गाह्रो छ साथीहरू म चाहिँ बिउ लिन जाँदैछु अब बिउ लगाएर अलिकति बाँकी छ रोपेर सकाएपछि सक्यो काम त्यसपछि तिनीहरू चाहिँ उहाँ हिलो खेलेर उधुम मचाएर बसिरहन् गरे म चाहिँ यहाँ बिउ लिन जाँदैछु फाइनली साथीहरू हामीले रोपेर पनि सकिसक्यौँ अब चाहिँ हामी जान्छौँ उतै पाइप राख्न पाइप त्यो बेटाएर राख्नुपर्छ कि अनि त्यो राख्न जाँदैछौँ दुईटी बाँदरको चल्लीहरू त्यहाँ छिन् ऊ त्यहाँ ऊ यहाँ यिनी बाँदरको चल्लीहरू अरू चल्लाचुल्लीहरू अगाडि गइसके म चाहिँ जाँदैछु अहिले बिउ लिएर आएको बेला मलाई भिजाउने प्लान रहेछ तिनीहरूको म अलि चलाएको भएर छिटै गइहालेँ त्यही भएर म बचेँ यहाँ खेतहरू रोपेर सकिसके साथीहरू ऊ यतापट्टि चाहिँ बाँकी रहेछ माथि बिउ गइरहन् मान्छेहरू अब यहाँ यसलाई यो पाइपलाई यसरी बेटारेर राख्नुपर्ने हुन्छ बेटार्दैछ हजुर यसरी बेटारेर राख्नुपर्ने हुन्छ यसलाई फाइनल्ली केटियो बिनाजु भेटियो फाइनल्ली साथी हो हामीले पाइप बेटाएर राखेर पनि सक्यौँ अब जाने घर हिँड्दैछन् बाटो हेलो त साथीहरू हामी चाहिँ अब घरतिर जाँदैछौँ अब घर गएर नुहाई गरेर भोक पनि लगाइसक्यो अब नास्ता खाना एकैचोटि बनाएर खानुपर्ने हुन्छ टोलीहरू कस्तो भइरहेछ फिलिङ्स अहिले हिलो खेलेर भूत जस्तो भएर हे भगवान् बाटोको चिप्लो यो यस्तो चिप्लो लाग्यौँ हामी अन्त वे उनका हालत यस्ता छन् म चाहिँ बाँचेँ यो बादल झुटो हो हेलो मलाई त मारेर पनि सकिसक्यो अब त हाउ इज योर फिलिङ जिन्दगी यस्तै छ मलाई त पाङ्गे गरेर टेल मी प्लिज टेल मी एभ्रीवन हाउ इज योर दुईजनालाई देखाइदियो फिलिङ्स तर अहिले चाहिँ मुख धोएर मुख हेर्न लायक बनायो यिनीहरूले अघिको थियो दामी हेलो मिस कस्तो लागिरहेछ हजुरलाई जनता जान्न चाहन्छन् बताइदिनुहोस् त यति भए त भइहाल्यो नि मेन कुरो भनेको इच्छा पुरा हुनु त हो नि हो सही हो अझै अर्की टाउमा टक्क लगाएर जोस् मेहन्दी सेन्दी लगाएर यस्तो छ टाउ ग्यास लाउनु पर्ने छैन नेचुरल मेहन्दी
लगाइसक्नु भयो उहाँले कहिले गोरी हुनु छ भने अनुहारमा दली माटो लगाउनुहुन्छ अनि यस्तो हुन्छ अनुहार गुलो गोरो गाइज हामी कहाँ आइपुग्यौँ घर आइपुग्यौँ अब चाहिँ उहाँहरूको नुहाइधुवाइ कार्यक्रम चल्छ प्लस मेरो पनि चल्छ उहाँलाई नै अलिअलि नुहाउनु पर्ने यस्तो भएको छ हाम्रो सर अगाडि आएर ढोकाल्नु नसकेर बस्नु भएको छ यस्तै भयो गाइज आजको दिन के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला सर अगाडि आएर ढोका खोल्न नसकेर यस्तो अवस्थामा हुनुहुन्छ ल खोल्नुहोस् ढोका खोल्नुहोस्